अहिले हामी भक्तपुर दरबार स्क्वायर परिसरमा छौँ। भक्तपुर दरबार स्क्वायरको मुहार एकदमै फेरिएको छ अहिले चाहिँ, किनभने अहिले वसन्त ऋतु चलिरहेछ अनि साथसाथै यसो हेर्दाखेरि बादल लागेको छ, पानी पनि पर्ने अवस्थामा छ, तर पर्छ कि पर्दैन हामीलाई थाहा छैन। अनि छेउमा बसिरहेको मेरो भाइ हो, जहिले मसँग मित्रता र कम्पनी दिन भक्तपुर दरबार स्क्वायर घुम्ने गर्छौँ हामी दुवैजना। र यहाँ धेरै मान्छेहरूले देखिराख्नु भएको छ, ऊ त्यो पर विदेशीहरू पनि देखिराख्नु भएको छ। अनि उयो गणेश मन्दिर, ठुलो गणेश मन्दिरमा पनि मान्छेहरू रमाइरहेका छन्। साथसाथै यो दरबार स्क्वायरको कोठा कोठा जस्तो बनाइएको यो टुण्डालको तलतिर पनि मान्छेहरू बसिरहेको छ। अनि अरू चाहिँ तपाईहरु देख्न सक्नुहुन्छ बाँकी कुरो। अहिलेको लागि म यति भन्न चाहे र मेरो भाइ पनि यता छेउमा छ। ल अब यतिमै बन्द गरे म आफ्नो ब्लगिङ।